हो अनि सबैले आजको दिनको लागि नमस्कार र प्रस्तुति लेख। अनि आज चाहिँ हामीहरू यहाँ अब परेदेखि गाउँलिङमा हामीले यहाँ ढुक्बा छेसी भनेर मनाउँदैछौँ। अनि मनाउने कारण चाहिँ के हो भन्दाखेरि चाहिँ अब मेन चाहिँ हाम्रो यहाँ अब बुद्ध भगवानको एकदम महत्त्वपूर्ण अब दिन हामीले मनाउँछौँ। धेरै छ त्योभित्र अब हाम्रो सघावत हावा छुटोहरू छन् धेरै मनाउँछ होइन। त्योभित्र आज चाहिँ हाम्रो यहाँ के हो भने चाहिँ अब मेन चाहिँ आज चाहिँ हाम्रो यहाँ अब ढुक्बा छेसी मनाउनु हो। अब मेन मनाउने कारण चाहिँ यो हो कि अब यहाँ यो बेलामा चाहिँ बुद्ध भगवान्ले ज्ञान प्राप्त गरेर अब यहाँ फर्स्ट टिचिङ अथवा फर्स्ट होइन पहिलो प्रवचन चाहिँ आज गरेको दिन हो। अनि आज चाहिँ फर्स्ट प्रवचन के गर्नुभएको थियो भने चाहिँ अब दिनवासी भन्छ होइन 4070 विषयमा चाहिँ उहाँले उसको प्रवचन गर्नुभएको थियो। अनि यो 4070 चाहिँ अब धेरै अब हामी भन्दाखेरि 12मा 16मा जो गर्ने छ त्यो हामीले नगर्ने भन्यो भने अब धेरै अब चाहिँ विषयमा छ 4 विषयमा। अनि तपाईँ अब यो चाहिँ आजको दिन चाहिँ यस्तो महत्त्वपूर्ण भएको कारणले चाहिँ अनि हामी चाहिँ आज यहाँ अब हाम्रो गुम्बामा चाहिँ यहाँ पहिलेदेखि गौलिङ गुम्बामा पनि ढुक्बा छेसी मनाएको छौँ। अनि हामीले यहाँ चाहिँ विशेष गरी के पर्नु भएको छ भने चाहिँ अब उहाँको बुद्ध भगवानको काङ्कीहरू टेन्टी भयो होइन। अनि बुङहरू यस्तो नेचरहरूले चाहिँ आज स्यालो अथवा हामीले पढिरहेको छु। अब यहाँ नानी मिलाएर चाहिँ अब 100 माथि छ सबैजना मिलेर चाहिँ आजको दिनमा चाहिँ हामीले ढुक्बा छेसी मनाउँदैछौँ। अनि यो मनाएको चाहिँ अब यत्तिकै हामीले त्यो मनाएको होइन। मेन कुरा चाहिँ अब बुद्ध भगवान आफैको प्रवचन चाहिँ हामीले फेरि हामीले सन्देश दिनु सक्नु लागि पढेको हो। त्यो पढेकोले मात्रै अब धेरै फाइदा छ। अनि आज चाहिँ हामीले यस्तो मनाएर चाहिँ मेन सम्पूर्ण प्राणीले अब राम्रो र अब जति सक्दो उहाँले सोच्यो मनोकामनाहरू पुरा होस् भनेर एउटा। अनि हाम्रो बुद्ध भगवानको ज्ञान चाहिँ अझै अब घाम लागेको जस्तै गरेर होइन मजाले चाहिँ फेलोस् भनेर चाहिँ हामीले त्यही कारण पढेको हो। अनि तपाईँहरू पनि अब टाइम छ मिलेको छ भने चाहिँ तपाईँ यहाँ आउनुहुन्छ। हामी अहिले पढिरहेको छौँ। अनि तपाईँहरू आज एक दिन डल्लै हामीले अब ढुक्बा छेसीको विषयमा चाहिँ मनाउँछौँ। अनि तपाईँहरू आउनु लागि हामी निवेदन छ। त्यसैले अब तपाईँलाई यति भन्दै म टुङ्गाउँछु। जस्तो ट्रस्टीले